आउँछ। हेलो एभ्रिवान, हजुरहरूलाई चाहिँ मेरो सेकेन्ड भ्लगमा स्वागत छ। मेरो आजको भ्लग चाहिँ म मेरो कलेज जाँदैछु। कलेज जाँदै गरेर भ्लग बनाउन लागेको मैले आज, तर मलाई ढिला भइसक्यो, त्यही पनि म बनाउँदैछु। कलेज चाहिँ तर मेरो यही हो, जडीबुटीमै हो। जडीबुटीबाट जडीबुटी धेरै लामो चाहिँ हुँदैन होला आजको भ्लग चाहिँ मेरो, त्यही पनि म बनाउँछु। यस्तो राम्रो हुन्छ बिहानको वेदर, चराहरू चोङ चोङ गरेर कराएको, पानी आएको भएर झन् यस्तो शीतल भइरहेको छ। वाउ, यस्तो राम्रो वेदर छ। म चाहिँ चोकमा पुग्न लाग्यो। This way. हिँड्दैछु। यतातिर पहिला यस्तो हिलो हुँदैन त्यो बाटो, अहिले चाहिँ पिच गरेर त्यही भएर राम्रो छ। त्यहाँ लास्ट ठुलो हुन्थ्यो। के भन्ने थाहै हुँदो रहेछ एक्लै हुँदा त। म चाहिँ हिँड्दै मात्रै छु। चोकमा पुग्न लागि, अब चोकमा पुगेपछि मलाई लाल लाग्छ भिडियो बनाउन। भिडियो त बनाउँछु तर म बोल्दिनँ। रोड क्रस गर्नुपर्छ, मान्छे कि पालो आइरह, म पुग्दासम्म त बन्द भइसक्छ होला। सेकेन्ड भएको छ। दौडिन्छु। रोड पनि क्रस गरेँ म, यस्तो कुद्दै क्रस गरेँ भन्ने कति 60 सेकेन्ड पुग्नु पर्यो फेरि। यहाँ पनि त्यस्तो राम्रो बनाएको बाटो अहिले। त्यो चाहिँ सन्चो फ्याक्ट्री जलेको, अस्ति नै जलेको वाला, अझै भनेको छैन। म कलेज आइपुगेँ, त्यहाँ छ कलेज। कोटेश्वर बहुमुखी क्याम्पस। के भयो मेरो कलेज। तुलसी हाई गर ब्लगमा। रञ्जन हाई गर। रञ्जन हाई भन। जो मान्छे कस्तो हुन्छ थाहा छ? यदि थाहा छैन भने उदाहरणको लागि मलाई हेर्ने गर्नु अनि बल्ल थाहा पाउनुहुनेछ। हाई गर। साथी साथी
डर लाग्यो माय लर्ड प्रभु माया मेरो भ्लगमा आयो भन मेरो चाहिँ आजको भ्लग नि मैले 2-3वटा चक्लेट पाइसकेँ आज पिङ्की हाई गर मैले भ्लगिङ स्टार्ट गरेको हेरिस् न मेरो भ्लग अनि अस्ति हालेको छु त एउटा यो चाहिँ मेरो सेकेन्ड भ्लग हो कलेजमा मैले कलेजमा बनाउँछु भनेर भनेको थिएँ कि अनि यही हो हाम्रो कलेज चाहिँ कसरी बनाउनु युनिक भन त साथी कस्तो खालको युनिक भनेको जस्तो पनि हुन्छ नि होइन यसले धेरै यत्रो चक्लेट लिएर बसिन्छ जस्तो पनि बनाउनु म पाइयो क्या मसँग पनि 2टा छ चक्लेट के हो यो के हो चक्लेटको नाम कोका कोला चक्लेट यत्रो धेरै स्टुडेन्ट हुन्छन् हाम्रो क्लासमा चाहिँ वाउ कति धेरै स्टुडेन्ट उहाँ चाहिँ हाम्रो एकदम फेभरेट सर हो मेरो स्पेसल्ली मेरो चाहिँ फेभरेट सर हो उहाँ चाहिँ एकदम राम्रो पढाउनुहुन्छ सरले अब हाम्रो कलेज बिदा भयो हामी घर जानु लाग्छ अहिले अलिक तल अहिले चाहिँ हाम्रो गुल्ला लाल लाग्छ धेरै साथीहरू घर जानु लाग्छ उसलाई चाहिँ यस्तो लाल लाग्छ अरे भ्लगमा आउन त्यही मैले उसलाई ल्याइदिएँ है तिमी यतापट्टि साइड बस यतापट्टि साइड हाल्छु नि हाल्ला त बनाएको तिमी कहाँ गएको मलाई छोडेर हिँडेको मलाई छोडेर अब हामी गएको मेरो यस्तो शिवाकोडी छ यो चाहिँ हाम्रो नयाँ बिल्डिङ बन्न लागिरहेको बिल्डिङ हो यो चाहिँ हाम्रो कक्षा हाम्रो क्लासको सबभन्दा अल्को मान्छे भनेर हामी रञ्जनलाई चिन्न सक्छौँ यसो दासिबाकोटी भनेर सर्च गर न आउँदैन क्या मेरो फोटो चिनिहाल्छौँ गयो तिनीहरू ल बाई बाई खै तुलसी ए ल हामी गयौँ हामी गएको शीतल शान्त केही हेर्न मन लागे जुनलाई हेर्दा हुन्छ अनि जुनलाई पनि हेर्दा चित्त नबुझे उनलाई हेर्दा हुन्छ म्याम हेलो भनिदिनु मेरो भ्लगमा हेलो उहाँ चाहिँ हाम्रो फेभरेट म्याम हो हामीलाई ब्याचलरमा पढाउनु भएको अब फेरि भेट हुन्छ होइन अब फेरि मास्टरमा सेकेन्डमा पढाउनु हुन्छ तपाईँले सेकेन्डमा अब हामी बाई बाई म्याम अब हाम्रो सेकेन्ड सेममा फेरि भेट हुन्छ म्यामसँग अब चाहिँ हामी जान लाग्यो तिमी कहाँ बस्छौ रे भनिदेऊ त दर्शक दिनहरूलाई फेरि भेट्न होला तिमी कहाँ बस्छौ रे कुपनडोल एकान्त कुना ए जहिले बिर्सिन्छ सुस्मिता भन्ने मान्छे आएन आज पनि कलेज उसलाई चाहिँ यस्तो हामी भोलि कारबाही गरेछौँ तर ऊ भोलि पनि आइदिन्नन् क्या सुस्मिता यहाँ आछन् र सुस्मिता भनेको अर्को सुस्मिता क्या सुस्मिता काफ्ले के हामीसँग आउँछ नि त राई त अलिक पछि आउँछिन् अब एक्जाम मात्रै आउने ल बाई 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 रञ्जन अब यहाँबाट हाम्रो साथी गयो अब हामी मात्रै छौँ अब यहाँ चाहिँ फेरि यस्तो छ यार जान पाउँछ कि पाउँदैन कोही जम्मा हामी कुद्दै जाम तिमी कता जाने हाल्दै त ला खुल्यो ट्याक्कै खुल्यो नि हामी चाहिँ यहाँ कहाँ आइपुग्यौँ हामी यो कहाँ आइपुग्यौँ घर पुग्न लाग्यौँ अब हामी तिमी आज कसकोमा हिँडेको रे साथी तिमी कसकोमा हिँडेको रे तिम्रो स्वर त केही सुनिँदैन होला राम्रो छ मिठाई खानु पर्यो भने यो मिठाई पसलमा आउनु होला गाइज
अहिले चाहिँ आँपको सिजन हो अनि उसको घरमा चाहिँ आँप पाउँछ तर उसले मलाई आँप ल्याइदिएकी छैनन् फल्यो तिमीहरूको पनि फल्न ए अनि अस्तिको हावाले झारेन अब ऊ यहाँबाट जान्छ मलाई छोडेर ल जाऊ ल बाई 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 म एक्लै अब यहाँबाट यात्रा सुरु हाम्रो चाहिँ केक पसलहरू चाहिँ हुन्छ नजिकै केक पसल चाहिँ म चाहिँ यहाँबाट लान्छु फेरि जस्तो छ त्यहाँ त मलाई राम्रो लाग्छ फ्रेस पनि हुन्छ फ्रेस सो आजको लागि चाहिँ यति नै थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो बाई